मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईले बालेन शाहलाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेका छन्। बालेन शाहले नेपाली समाजलाई अपाच्य हुने शब्द प्रयोग गरेको भन्दै उनलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेका छन्। उनले पत्रकार सम्मेलन गरेर आफू यसको विरुद्ध रहेको जनाएका हुन्। कोही कोहीलाई त लेख्न आउँदो रहेछ, बालनजीले त अघि राति लेखेर फेरि आफै हटाउनु भयो हैन। मैले बोल्दाखेरि एउटा शब्द बोल्दाखेरि दुर्गा प्रसाईले बोल्यो भन्थे उसलाई त लेख्दो रहेछ त, जम्मै लेखेको मान्छे महान भयो हैन। हेर्नुहोस् त, बालेन कि त यहाँ आएर माफ माग्नुपर्छ हामीले गल्ती गर्यौं भनेर, होइन भने सबैभन्दा पहिला यिनीहरूलाई पक्रेर कठेरा घरमा ल्याउनुपर्छ। जुन हाम्रो काठमाडौँका मेयर बालेन शाहले जुन सबै देशलाई र सबै पार्टीलाई गाली गर्नु भएको छ नि, किनभने के हुन्छ तपाईँलाई थाहा छ, मर्ने बेलामा नि मर्ने बेलामा त्यो एउटा किरा हुन्छ नि, पुतली बत्तीमा आएर फटफटाउँछ नि। म दुर्गा माताको भक्त हुँ, मैले भनेको छ नि, मैले भनेको कुरा पुग्छ, हेर्दै जानुहोस्, हेर्दै जानुहोस्। यो देवभूमि हो, यो तपभूमि हो, ऋषिहरूले बास गरेको ठाउँ, ऋषिहरूले तपस्या गरेको ठाउँ। यहाँ कसैले पनि त्रिशूल हान्न खोज्छ भने नि, पशुपति अहिले जिउँदैछ, पशुपति भगवान पशुपतिनाथको मन्दिर जिउँदैछ। यहाँ राजा छैनन्, संविधान छैन, त्यही भएर बिचबाट फुत्त सुशीला कार्कीहरू आयो त। न आन्दोलन भयो हो कि होइन, न उनीहरूले आन्दोलन गरे, बच्चा मारेर कुन बाटो आएको त लु भन्नुहोस् त। अहिले आएर चुनाव गरे भने चुनाव त केपीएलले गराइहाल्थ्यो या शेरबहादुरले गराइहाल्थ्यो नि। हामीलाई 84 को चुनाव 82 मा चाहिएको थिएन नि। अहिले ती बिचरा ती घाइते भएर नि जेनजीहरू, मलाई त जेनजी भन्न पनि अप्ठ्यारो लाग्छ। प्रचण्डले भन्न थाले म प्रचण्ड अहिले नयाँ जेनजी भएर फेरि पार्टी एकीकरण गर्दैछ। जेनजीसँग फेरि एकीकरण गठबन्धन गर्ने भन्छ, उसलाई फेरि गठबन्धन आइहाल्दो रहेछ। त्यसले गर्दाखेरि तपाईँहरूलाई म एउटा कुरा के भन्छु भने, सम्पूर्ण राष्ट्रवादी जुन पुस्ताका जुन 13 वर्षदेखि 28 वर्षभित्रका जुन जेनजी भाइ बहिनीहरूलाई पनि र घाइतेलाई पनि यथाशक्य हामीसँग सम्पर्क गर्नुहोस्, देश जोगाउँ, देश जोगाउँ। र यो देश जोगाउने कुरामा मैले भने त, उता खरीको रुखमा लगाएर मलाई 1000 पल्ट झुन्याउनुहोस्, मलाई 1000 पल्ट थुन्नुहोस्, म थुनिन तयार छु।